घोर विरोध गर्न चाहन्छु र यो अमानवीय व्यवहार र हामीलाई मान्छे जस्तो नगराएर गाई भैँसी जस्तै डोजर लगाएर जसरी अहिलेको यो घन्टी सरकारले बालेन सरकारले हामीसँग जुन व्यवहार गरिराखेका छ त्यसको घोर विरोध गर्न चाहन्छु र तपाईहरु सँगसँगै यस्ता हरकतका विरुद्ध सँगसँगै आन्दोलन गर्न पनि म तयार रहेको यहाँसँग जानकारी गराउन चाहन्छु। यति कुरा राख्दै यहाँको बीचमा केही कुरा गर्ने मन छ। विगत यहाँले हरेक यो कार्यक्रममा मलाई बोलाइ नै राख्नुहुन्छ र म अघिल्ला कार्यक्रममा फरक कुरा गर्थे, आज तपाईहरुसँग फरक कुरा गर्ने मन छ। हो अहिले चाहिँ तपाई हाम्रो विरुद्धमा डोजर चलाइएको छ। तपाई हाम्रो व्यवस्थापन नगरेर कुथिवास लगाइँदैछ। तपाईहरुको पक्षमा बोल्नेहरूलाई पुलिस लगाएर गिरफ्तार गर्ने छोप्ने काम गरिँदैछ। तपाईहरुको पक्षमा यसरी बोल्दाखेरि उनीहरू आदेश दिन सक्छन् को हो त्यो, कस्तो प्रकारको प्रदेश सांसद हो त्यसलाई छोप भन्न सक्छन्। तर म तपाईहरुको पक्षमा आन्दोलन गर्दाखेरि गिरफ्तारी दिन पनि तयार छु, मर्न पनि तयार छु, किनभने तपाईहरुकै पक्षमा 10 वर्ष ज्यान फालेर लडेर आएको मान्छे पनि हो। त्यसले गर्दाखेरि यो घन्टी सरकारको डोजरसँग त्यसको दमनसँग म डराउँदैन, तपाईले डराउनु पनि हुँदैन र संघर्ष गरेरै तपाई हामी बाँच्ने हो। मान्छेको जीवन संघर्ष दिन बाँच्न सक्दैन र केही तपाईहरुले समीक्षा गर्यो। समीक्षा गर्ने क्रममा तपाईहरुको मनमा उम्च्यो हामीले अहिलेसम्म रोजेको पार्टी कांग्रेस, एमाले, माओवादी हामी सबैलाई भोट हाल्यो तर यिनीहरूले समस्या समाधान गरेनन् भन्ने तपाईहरुलाई लागेकै हो। मैले तपाईहरुलाई हामीले गरेको काम भन्न चाहन्छु। हामी लडेको, हामी कम्युनिस्टहरु नेपालमा गरिब जनताकै लागि लडिरहेका छौं र आजसम्म लडिनै रहेका छौं। हामी लड्यौं, कमैया राख्ने जमिनदारहरूलाई लखेटेकै हो, यहाँका सामन्तहरूलाई लखेटेकै हो। हामी लखेटेको कुरा लखेटेकै हुन्छ र आज तपाईँ हिजोको भन्दा आज अलि मुक्त भएर काम गर्न सकेका छौँ। हामी लडाई लडिसकेपछि जब हामी नियम अनुसार हामी नियम कानुन भित्र जब छिर्यौं, नेपालको शासन कानुनद्वारा चल्छ, नेपालको व्यवस्था विधि कानुन अनुसार चल्ने भएको हुनाले विधिमा कानुनमा समस्या समाधान गर्नुपर्ने भयो। हामीले नयाँ संविधान बनाउनु पर्छ भन्यो, नयाँ संविधान बन्यो। संविधानमा व्यवस्था नभइकन घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगार गरिबहरूलाई व्यवस्था गर्न सकिँदैन भन्ने कुरा आयो। हामीले नयाँ संविधानको निम्ति लड्यौं, नयाँ संविधान निर्माण गर्यो। आज घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगार जनताको मौलिक अधिकार हो, यो अनिवार्य रूपमा राज्य उपलब्ध गराउनै पर्छ भन्ने कुरा हामीले बनायौं। जुनसुकै पार्टी जितोस् तर सुकुम्बासीहरूलाई, गरिबहरूलाई घरवासको व्यवस्था गर्नै पर्दछ, आवासको व्यवस्था गर्नै पर्दछ, शिक्षा स्वास्थ्य रोजगारको व्यवस्था गर्नै पर्दछ भनेर अहिले पनि हामीले नियम बनाएका छौँ। त्यही कुरालाई लागू गर्नका लागि जब नियम कानुन बनाउने अवस्था आयो फेरि लडाइँ सुरु भयो। हामीले लखटेका मान्छेहरू फेरि उठ्न थाले, हामीले पराजित गरेका मान्छेहरू फेरि संसदभित्र छिरेर गरिबहरूको व्यवस्था गर्नु हुँदैन, त्यस्ता नियम कानुन बनाउन सकिँदैन भनेर आए। हामी लड्यौं, भिड्यौं, अहिले पनि लडिरहेका छौँ, अहिले पनि त्यस्ता मान्छे छन्। हामी लड्यौं र तपाईहरुको समस्या समाधान गर्नका लागि कसरी समस्या समाधान गर्ने, घरवासको व्यवस्था गर्नै पर्दछ। जुन प्रकारको समस्या छ, जसले परिचय पत्र पायो
2057 साल साउन 2 गते मुक्त घोषणा गरियो। मुक्त घोषणा गर्ने बेलामा यो कमैया हो भनेर जमिनदारले साइन गरिदिनु पर्ने त्यस्तो नियम बनायो। तर त्यति बेला जमिनदारले मन पराएको कमैयालाई उनले साइन गरिदियो कमैया हो भनेर, जमिनदारले मन नपराएको कमैयालाई उनीहरू साइन गरिदिएन यो कमैया हो भनेर। जसले जमिनदारले साइन नगरेका कमैयाहरू छुट कमैयामा हुनुहुन्छ, परिचय पत्र पाउनु भएन र त्यो समस्या आजसम्म छ। र त्यति बेला जसले परिचय पत्र पायो र त्यो परिचय पत्र दिएर अहिले चाहिँ त्यो नियम बन्द गरियो र जसले परिचय पत्र पायो त्यसलाई खोलामा बग्ने ठाउँमा, बाढी आउने ठाउँमा, पहिरो आउने ठाउँमा जग्गा दिइयो। त्यसरी हतारमा मुक्त कमैया घोषणा किन गरियो? 2057 सालमा हामी माओवादी जलिन्दो लडिरहेका थियौँ, जमिनदारहरूको विरुद्धमा लडिरहेका थियौँ, सामन्तहरूको विरुद्धमा लडिरहेका थियौँ। यिनी गरिब कमैयाहरू सबै माओवादी बन्छन् भनेर हतार हतारमा बनावटी रूपमा मुक्त घोषणा गरिएको समस्या समाधान नगर्ने, फेरि वही जमिनदारका खुट्टा घोम्ने गरी मुक्त गरिएको हो नि त। होइन भने आजसम्म किन समस्या समाधान गर्नका लागि तयार हुँदैन? जसले समाधान गर्न खोज्छ त्यसलाई किन सहयोग गर्दैनन्? समस्या यो हो, जब हामी आइसकेपछि, जब संविधानमा व्यवस्था गरिसकेपछि जग्गा कहाँबाट ल्याउँ? हामी संविधान बनाउने बेलामा यो जति पनि जमिन छ यो साझा हो, यो निजी सम्पत्ति हुनु हुँदैन, सबै जनताको बराबर हक लाग्छ भनेर वकालत गरेको, हामी बहस गरेको संसदमा, तर मानेन, हाम्रो बहुमत पुगेन र जग्गालाई निजी सम्पत्तिको रूपमा परिभाषित गरियो। जब यो निजी सम्पत्ति भइसकेपछि मुक्त कमैयाहरूलाई कहाँबाट जग्गा दिने, छुट कमैयाहरूलाई कहाँबाट जग्गा दिने भन्ने विषय उठिसकेपछि जग्गा त कहीँ छैन, कि वनमा छ कि सरकारी छ। निजी जग्गामा हामी हात हाल्न नपाउने भयो भनेपछि वनको जग्गामा र सरकारी जग्गा जहाँ जहाँ थियो आन्दोलनको रूपमा तपाईँ बसेको हो कि होइन? सरकारको विरोध गर्नको रूपमा, हामी सङ्घर्षको रूपमा, कि हामीलाई जग्गा दे, होइन भने हामी जङ्गलमा गयो बस्न, सरकारी जमिनमा गयो बस्न भनेर बलपूर्वक सङ्घर्ष गरेर बस्न गएको हो नि त। तपाईँ हामी त्यसरी जाने बेला अहिलेसम्म हामीले तपाईँहरूको संरक्षण गरेकै हो।